साथीहरू ऋषि धमाल र प्रवेश दाहालको घम्साघम्सी एकैचोटि यो भिडियो सुनौँ, त्यसपछि कमेन्ट सेक्सनमा आफ्नो कमेन्ट राख्नु होला है त। जेनजी पुस्तालाई कमजोर भनिएको छ कसरी भन्दाखेरि जेनजी पुस्ता कमजोर छ, आलो काँचो छ भने आलो काँचो बुद्धि छैन, कस्तो बुद्धि छैन, आलो काँचो कसरी छ। उमेर पिएचडी गरेको हुन्छ 28 वर्षको मान्छेले, साँच्चै राम्ररी पढेको हुन्छ भने डिग्री गरेको हुन्छ, एउटा परिपक्व भएन। कसरी परिपक्व भएन? परिपक्व चाहिँ कपाल फुलेको र दाढी आएको चाहिँ परिपक्व हुने हो त? होइन नि त। परिपक्व विचारले परिपक्व हुनु पर्यो, उमेरले परिपक्व त 70 वर्ष पुगेपछि मान्छे मर्ने बेलामा परिपक्व हुन्छ नि। कहिले पनि सिकाइको कुरा भनेको लाइफ इज एक्सपिरियन्स हो क्या। यो एक्सपिरियन्स गर्ने बेला 70 वर्ष मर्नुभन्दा अघिल्लो दिन पनि एक्सपिरियन्स मान्छेले जीवनमा छ नि। हजुर, त्यही त अन्तिम अवस्थासम्म सिकिरहनु पर्छ क्या। कोही पनि मान्छे कहिले पनि पर्फेक्ट हुँदैन। पर्फेक्ट कोही पनि होइन। बाँचुन्जेल सिक्ने हो, बाँचुन्जेल सिक्ने हो सबै कुरा भन्नाले यो यतिखेर के भइदियो भने राजनीतिलाई चाहिँ आज के भने राजनीति युवाले बुझेको छैन भने साँच्चै भन्न चाहन्छु, यदि नेपाली जनताले साथ दिएछन् भने हामी त्यो राजनीतिको विचारधारै सरकारमा जान चाहन्छै चाहँदैन। ठ्याक्क भन्नुहोस् है, सरकारमा